नमस्ते सबैजनालाई, जय गोर्खा। सबैभन्दा पहिला त फुटबलको विषयमा, गभर्नर्स गोल्ड कपको विषयमा मलाई एचडी लाइभको भाइले सजेसन्सहरू माग्नुभयो। मैले फेसबुकको थ्रु उहाँलाई रिटर्न सजेसन अलिकति दिएँ, तर आज म आफ्नो पेजमा सजेसन अलिकति दिन गइरहेको छु। GTA 11 को बारेमा भन्नुपर्दाखेरि त मभन्दा पनि एक्सपिरियन्स कोच हाम्रो वुमेन्स टिम, इन्डियन वुमेन्स टिमको कोच क्रिस्पिन दाजुले दिइसक्नु भएको छ र म सल्युसन्स दिन चाहन्छु, किन हार्यो र कसरी हार्यो र गभर्नर्स गोल्ड कप चाहिँ के हो भनेर। गभर्नर्स गोल्ड कपको कुरा आउँदाखेरि सबैभन्दा पहिला त एसएफए सिक्किम फुटबल एसोसिएसनलाई धेरै धेरै बधाई र धन्यवाद पनि दिन चाहन्छु कि उहाँले इन्डियाको ओल्डेस्ट टुर्नामेन्ट गभर्नर्स गोल्ड कप चलाउनु हुँदैछ र उहाँले गर्दाखेरि, एसएफएले गर्दाखेरि धेरै टप प्लेयर्सहरू पनि उहाँ सिक्किमको जमिनबाट, सिक्किमको धरतीबाट भनौँ लेजेन्ड्सहरू निकाल्नुभयो र यो खुसीको कुरा हो। र यो टुर्नामेन्टमा के पार्टिसिपेट गर्छ म अलिकति तपाईँलाई डिस्क्राइब गरिदिन्छु। इन्डियाको टप क्लब्सहरू अहिले फिलहाल जति पनि क्लब्स छ, नर्थ इस्ट युनाइटेड भयो, तपाईँको राजस्थान युनाइटेड भयो, सर्भिसेस भयो, नेरोका एफसी भयो, सुदेवा फुटबल क्लब दिल्ली भयो, धेरै क्लब्सहरू आएर यहाँ खेल्नुहुन्छ। यसको फाइदा के छ, GTA 11 लाई फाइदा के छ त्यो पनि म अलिकति भनिदिन्छु। र बाहिरको ठुलो टिम्सहरू आएर खेल्दाखेरि हाम्रो यहाँको प्लेयर्सहरूलाई हेर्ने उहाँहरूको मौका पाइन्छ। हाम्रो न प्लेयर्सहरूलाई देखाउने हाम्रो एउटा प्लेटफर्म पाइन्छ। र GTA को टिम किन हार्यो भनेर सजेसन भाइले मलाई माग्नुभयो। सजेसन म बेसी दिन सक्दिनँ, किन भन्दाखेरि GTA मा जति पनि टिम्सहरू जानुभयो, हाम्रो प्लेयर्सहरू खेल्नुभयो हैन। सबैभन्दा पहिला त GTA चिफलाई धन्यवाद भन्न चाहन्छु, किन भन्दाखेरि उहाँको इनिसिएटिभमा गभर्नर्स गोल्ड कप खेल्नु पाए 2 सिजन, तर आउटकम किन आउनु भएको छैन। गभर्नर्स गोल्ड कपबाट धेरै प्लेयर्सहरू सेलेक्सन हुनुपर्ने एक्चुअलमा, किन भन्दाखेरि सिक्किमको लिभिङ लेजेन्ड आगे भाइचुङ पनि गभर्नर्स गोल्ड कप खेलेर नै स्काउट गर्नुभएको थियो इस्ट बेङ्गालले। त्यसरी नै सञ्जु प्रधानज्यू, निर्मल छेत्रीज्यू, एयर इन्डिया, ओएनजिसीहरूले गभर्नर्स गोल्ड कपको थ्रु लानु भएको थियो। र त्यो टुर्नामेन्ट प्रेस्टिजियस टुर्नामेन्ट हो, 2 सिजन भयो, किन चाहिँ हाम्रो प्लेयर्सहरू एउटा पनि स्काउट भएन भन्ने एउटा क्वेसन छ। र बात गर्दै जाँदाखेरि म धेरै जग्गामा प्रोग्राममा जान्छु। अहिले भन्दैछु मलाई धेरैले मेसेज पनि गर्नुहुन्छ इनबक्समा, बोलिदिनुहोस्, तपाईँ बोल्यो भने राम्रो हुन्छ भने। म बोल्छु, केही छैन, बोलिदिन्छु। तपाईँहरूको लागि बोल्दाखेरि म नराम्रो हुन्छु होला अलिकति, तर म ज्ञान बाँड्दैछु, पोजिटिभ बोल्दैछु। अगर जिटिएले चाह्यो भने हाम्रो एरिया, अहिले भन्दैछु तपाईँलाई, गभर्नर्स गोल्ड कप त सानो चिज हो, ठुलो पनि टुर्नामेन्टहरूमा हाम्रो प्लेयर्सहरू गएर पार्टिसिपेट गरि नै रहेको छ र गर्नु सक्छ, त्यतिको क्षमता छ प्लेयर्सहरूमा। तर क्लब्सहरूमा क्षमता छैन सस्टेन गर्ने। हाम्रो GTA एरियाको पुरा भन्नुपर्दाखेरि हाम्रो एरियामा जति पनि क्लब्सहरू छ र कम्पेयर गर्छु, हेर्नुहोस् है, हाम्रो एउटा सेल्फ अटोनोमस बडी हो, हामीले क्लब्सहरूलाई पैसा दिनु सक्दैन रहेछ। वेयर एज बङ्गालको अन्डरमा आउँछ, स्टेटको अन्डरमा आउँछ। त्यही भएर म क्राइसिस भन्छु नि, आफ्नो आइडेन्टिटी क्राइसिस, हाम्रो अलिकति अपर्च्युनिटी लेस पाउँछ यो एरियामा भन्दाखेरि। कलकत्ताको क्लब्सहरूलाई गभर्मेन्टले फन्डिङ दिनुहुन्छ, कसैलाई 50 लाख दिनुहुन्छ, कसैलाई कम्ती सानो क्लबहरूलाई पनि दिन्छ, ताकि सस्टेन गर्छ। उहाँहरू कलकत्ता लिग खेल्नुहुन्छ, A डिभिजन, B डिभिजन, C डिभिजन, उहाँ लिग खेल्छ। त्यो लिग खेलेको क्लब गभर्मेन्टले पैसा दिनुहुन्छ। मनमोहन इस्ट बेङ्गललाई त आई थिङ्क मोर देन 50 लाख दिनुहुन्छ पर इयर। र हाम्रो यहाँको सानो क्लबहरूलाई पैसा पनि पाउँदैन। वेयर एज कलकत्ताको कोचेसहरूले पनि पैसा पाउनुहुन्छ है। हाम्रो यहाँ आई डोन्ट थिङ्क जो क्रिस्पिन दा वुमेन्स टिमको हेड कोच हुनुहुन्छ, उहाँले पनि पाएको छैन होला। म AFC को B लाइसेन्स होल्ड गर्छु। अरू धेरै कोचेसहरू हुनुहुन्छ र बिचारा गाउँमा ट्रेनिङ गर्नुहुन्छ, उहाँहरूले त झन् पैसा पाएको छैन होला, थाहा पनि छैन होला। क्लब्सहरूले पैसा पाउँछ र कोचेसहरूले पनि पैसा पाउँछ, त्यो त पाएकै छैन हाम्रो एरिया। हेर्नुहोस् है, अगर हाम्रो अटोनोमिक बडी GTA हो भने हामीले प्लेयर प्रोडक्सन गर्ने हो, टिम राम्रो GTA को बनाउने हो भने क्लब्सहरूलाई सपोर्ट गर्नु जरुरी लाग्छ मलाई। सानो क्लब जस्तो कालिम्पोङमा भयो, दार्जिलिङमा, खरसाङमा, मिरिकमा, तराई डुवर्समा भयो, गोरुबथानमा भयो, तोदेतङतामा भयो, बिन्दुमा भयो, जलढाकामा भयो, सानो क्लब्स, लाभा, अलगढा, पेदोङ, यहाँको क्लब्सहरूलाई सस्टेन गर्नुको लागि अलिकति फाइनेन्सियली सपोर्ट गऱ्यो भने उहाँहरू क्लब्सहरूले सस्टेन गर्छ, प्लेयरलाई सस्टेन हुन्छ। त्यो चाहिँ प्लेयरको ट्रेनिङ रेगुलर पायो भने अटोमेटिकली हाम्रो GTA को टिम राम्रो भइहाल्छ। त्यो एउटा म सजेसन दिन चाहन्छु तपाईँलाई। र
मैले जिटिए एउटा अटोनोमस बडी अघि पनि भन्दैछु, हाम्रो सेल्फ गभर्मेन्ट बडी हो। हामी जिटिए स्टेटमा गएर रिप्रेजेन्ट गऱ्यो भने मेरो सजेसन हो म्याक्सिमम हाम्रो प्लेयर्सहरू गएर स्टेटमा खेल्नु पाउँछ र त्यहाँ स्काउट हुने हाई चान्सेस हुन्छ। गभर्नर्स गोल्ड कपबाट किन स्काउट भएको छैन? हाम्रो रिजल्ट राम्रो छैन। भाइलाई म यही भन्न चाहन्छु, एज लाइफको भाइलाई हाम्रो रिजल्ट राम्रो छ। रिजल्ट किन राम्रो भएको छैन? हाम्रो प्रिपेरेसन राम्रो छैन। म कुनै पनि कोचलाई, हाम्रो कोच नर्गेन दाजुलाई या फिर प्लेयर्सहरूलाई, स्टाफलाई या जिटिएलाई म कसलाई दोष दिन चाहदिनँ। र हाम्रो प्रिपेरेसन राम्रो नभएको कारणले गर्दाखेरि हामीले रिजल्ट राम्रो दिनु सकेको छैन। र अगेन म जिटिएलाई रिक्वेस्ट गर्न चाहन्छु, प्रिपेरेसन हुनु बहुत जरुरी छ। क्लब्सहरूलाई सस्टेन गर्नुको लागि तपाईँले सपोर्ट गर्नुभयो भने प्लेयर्स अटोमेटिक राम्रो आउँछ र हाम्रो रिजल्ट अटोमेटिकली राम्रो हुन्छ र म्याक्सिमम प्लेयर्सहरू स्काउट हुने हाई चान्सेस हुन्छ। लाइक गभर्नर्स गोल्ड कप, मैले अघि भने गभर्नर्स गोल्ड कप ओल्डेस्ट टुर्नामेन्टको इन्डियाको टुर्नामेन्ट हो, जहाँबाट चाहिँ प्लेयर्सहरू क्लब्सहरूसँग जोडिनु सक्छ, एउटा माध्यम भनौँ। अर्को कुरा, प्लेयर्सहरूलाई पनि एउटा सानो म रिक्वेस्ट गर्न चाहन्छु, तपाईँहरू पनि हामीले स्टेटको लागि खेल्नु पाउँदाखेरि धेरै खुसी हुन्छ। कन्ट्रीको लागि त भन्नै पर्दैन। त्यो चिजहरू प्लेयर्सको मनबाट आउनुपर्छ। हेर्नु चाहिँ इमोसन भन्ने आइडेन्टिटी, आफ्नो एउटा जग्गाको पहिचान देखाउने यही प्लेटफर्म हो स्पोर्ट्स पर्सनको, कि त्यहाँ गएर म जितेर आफ्नो जग्गालाई चिनाउँछु, त्यो स्पिरिट हुनु पर्यो। हेर्नु चाहिँ म कालिम्पोङको सानो जग्गाबाट खेलेर त्यहाँ पुग्दाखेरि मलाई मनमा स्पिरिट थियो कि म भोलि दिनमा 5 जना पनि नानीहरूलाई मोटिभेट गर्छु मेरो जग्गाको, र त्यो नानीहरू स्पोर्ट्स खेल्नेमा एउटा जग्गा बनाउँछु या देखाउँछु, म मार्गदर्शन दिन्छु, त्यो मेरो ठुलो एचिभमेन्ट हो भनेर म खेल्थेँ। होइन, 2015 मेरो अन्डर 23 इन्डिया टिममा कल अप आउँदाखेरि म यति एक्साइटेड भयो। हेर्नु चाहिँ पैसाको लागि कहिले पनि खेलेन है। त्यहाँ टिएडिए मात्रै दिन्छ नेसनल टिममा जाँदाखेरि, अरू केही पनि पाउँदैन, तपाईँले फिजहरू केही पनि पाउँदैन। पैसाको लागि फुटबल तपाईँहरू खेप खेल्नुहुन्छ नि, त्यो जस्ट टेम्पररी हो। तपाईँहरूलाई पनि रिक्वेस्ट गर्न चाहन्छु कि आफ्नो जग्गाको लागि, जिटिएको लागि खेल्दैछ भने म खेल्छु भनेर भलिन्टियर आउनुहोस् न। यस, म खेल्छु। अफकोर्स हाम्रोमा त्यति रिसोर्सेस छैन, हाम्रो फेसिलिटी छैन, तर पनि नाम त छ जिटिए भन्ने बित्तिकै। त्यसलाई रिप्रेजेन्ट गर्ने, तपाईँ हार्यो भने हामी हार्यो, तपाईँ सेलेक्सन भएर नेसनल लेभलमा गएर खेल्छ भने हामी खेलेको जस्तो लाग्छ, प्राउड फिल हुन्छ। तपाईँहरू टिभीमा खेल्दै गरेर देख्दाखेरि मेरो बाबाले भन्थ्यो, तिमी खेल्दै गर्दाखेरि छोरा म बसेर हेर्नु सक्दिनँ थिएँ। द्याट मिन्स उसलाई कतिको चाहिँ प्रेसर हुन्थ्यो होला, उठेर हेर्थ्यो अरे, कुद्दै हिँड्दै हिँड्थ्यो। त्यो चिजहरू हामीलाई हुन्छ तपाईँहरू खेल्दैछन्। सो प्लिज म रिक्वेस्ट गर्न चाहन्छु, जति पनि प्लेयर्सहरू, अपकमिङ प्लेयर्सहरू, प्लिज फुटबललाई माया गरेर प्यासनमा लिएर खेल्नुहोस्। आफ्नो जग्गालाई चिनाउने यही एउटा स्पोर्ट्स पर्सनको प्लेटफर्म हुन्छ कि आफ्नो जग्गालाई चिनाउने, जसो हामीले त्यो लेभलमा गएर खेलेर चिनायौँ र कहाँको भन्दाखेरि यहाँको भन्ने बनायौँ। र तपाईँहरूले पनि त्यसरी बनाउन सक्छ आफ्नो जिटिएको क्षेत्रलाई। र वान्स अगेन जति पनि प्लेयर्सहरू छ, मेरो यो जस्ट सुझाव हो। र एसडी लाइफको भाइलाई भन्न चाहन्छु कि हेर्नुहोस्, प्लेयर्सको दोष यसमा केही पनि छैन, म्यानेजमेन्टको दोष पनि छैन, हाम्रो प्रिपेरेसनमा अलिकति कमी छ र स्काउटहरू कसरी गर्दैछ त्यो अलिकति होमवर्क गरेर क्लब्सहरूलाई जिटिएले सपोर्ट गरेर अलिकति हेऱ्यो भने धेरै राम्रो प्लेयरहरू निक्लिन सक्छ। अल द बेस्ट जति पनि अपकमिङ प्लेयर छ, तपाईँको स्पोर्ट्समा, फुटबलमा ब्राइट फ्युचर छ, अगाडि आफ्नो करियर बनाउन सक्छ प्रोफेसनल लेभलमा। थ्याङ्क यू, अल द बेस्ट।